हेलो गाइस हामी आज यहाँ खाजा खान आएको अस्ति यहाँ नआएको अस्ति अर्कै ठाउँमा गएको गाडी गरेर हैरान छ यहाँ आफ्नो आफ्नो पछिबाट एउटा वकिल खडा गरे केस लड्नलाई म सोनीको जित्दैन यता जित्दैन मलाई जित्दैन आउन भाइ जित्दैन ल खुलित्तै भन न अब कसले सिकाएको यो एउटा यार कसले भने हो हामीले सिकायो होला नि दुईजना तिमीहरू दुईजना देखायो होला नि त्यस्तो हेर्छ हामीले हेर्छ खै हेर्छ त्यही गर्छ नि भने आउन मेरो रिङ भित्र रिङ भित्र न कताको रिङ जाउँ न त कुन चाहिँ वाला रिङ कस्तो खालको रिङ हार्डवाला कि सफ्टवाला रिङ एकदम हार्ड कोर भन्छ नि जाउँ न त नि जाम भन्दैछ यता रिमाले होइन जुत्न सक्दैन रे क्या यहाँ चाहिँ उयो जुत्न मिल्दैन लड्न मिल्दैन त्यही भएर उता रोडमा जाउँ भने मैले यहाँ खाली ठाउँमा जाऊ खाली ठाउँमा भनेको है के पनि होइन सुन्नु न यताबाट चुप भनेपछि यता फेरि अनि म छु त त्यो बोल्न सक्दिन त्यो उसले मलाई खटायो नि त तपाईँ उसको पछिमा म हो नि त लड्ने के म घर सुन्नु न ए म रुम जान्छु भने जा भने यस्तो भइहाल्छ यता के छ यारु मलाई मात्रै देखायो खोलेर खेल्ने सिङ्गल अब आफन्त पनि भन्दैन तपाईँले हेर्नुभयो त्यो टाउसम्म खिड्की भनेको र पानीपुरी भनेको चाहिँ के फरक अहिले सिङ्गल यहाँ अब कोही आफन्त पनि भन्दैन अहिले खाएपछि थाहा हुन्छ ओइ सिङ्गल अहिले आफन्त पनि भन्दैन कोही आफन्त पनि भन्दैन सिङ्गल आइज आफन्त साफन्त गयो भने आइज भाइ आइज हारिसक्यो उता तिमीहरू जस्तो 3-4 जना आऊ न मलाई एक्लै भिडिदिन्छु म एक्लै भिडिदिन्छु आऊ म एक्लैले सक्छु मलाई के सोधे तिमीहरू बोला मैले देखाइसकेँ त्यो के सोचे ओइ मिडल फिङ्गर देखाइदियो त आमा हालिदिने हो म यस्तो हुन्छ रे यस्तो अनि यस्तो नि पहिला त्यो गरेन हेलो गाइस हाम्रो समोसा चाट आइसकेको छ एकदम राम्रो टेबल छ हाम्रो गाइस खानुपर्छ ल चाहौँ न त कस्तो छ चाखिलो खाएला फर्स्ट बाइट भन्नु न फर्स्ट बाइट हानेर हुन्छ खुर्सानी खाँदैन बहिनी पनि खाऊ न मासु बहिनी पनि खाऊ न बहिनी त मासु हुनलाई पनि हाम्रो गाडी म त्यस्तै छ अब सोध न हामीलाई छैन दिदीले तिम्रो जीवन थियो भने खाउ नानी विरोधीहरूलाई त्यो दही सबै हाल्यो खानु त यो चाहिँ रिमाको बहिनी हो लदाको लदाइ गर्छ उठाउनु तर बोयफ्रेन्ड छ यत्रो नानीको बोयफ्रेन्ड छ यत्रो नानीको बोयफ्रेन्ड छ अरे हेर न आजभोलि बोल्नु हुने नि त्यो विशेष फुल्की खै फुल्की फुल्कीमा त भित्रै राखेको हुँदैन आफै राख्ने हो यो ल्याउ न पहिला यो हालेर खा न मिठो हुन्छ त हाल्यो त्यो हाल त समात त यो मुखमा अट्छ र खै ल सोल्टिना पानी हाल्दियो किन खुलाइदिने हो खुलाइदिने हो खाऊ त्यो म अर्को ल ल खाऊ न अर्को खाऊ न म ल
नसोच्दिनँ म पनि मिठो छ मिठो छ ये खाने पत्थरी क्या ये खाने पत्थरी पत्थरी खाने कि नखाने हाँ कहाँ नखाने भन्छ ओ माई म गॉड पापडी चाट खाने त्यो नखाने यो खाऊ बहिनी नखाने भन्ने चलरै छैन म मात्रै हो यहाँ नखाने भने हो, सबैजना यस्तै खाने हुनुपर्छ खाने बहिनी। खाने खाने हुन्छ अघि पनि त्यही हुन्छ राम्रो बनाउनु पर्छ नि यहाँ आएर खाने बेला मात्रै बनाउनु खोइ भन्न अहिले हिँडिहाल्छ नि यस्तो चाहिँ अब कन्टेन्ट त हामी बढाए त कति हो कति हामी कति? कन्टेन्ट सेम टु यु हामी नबना मात्र है सोल्दिन मात्रै पो बेहोस पो हुन्छ फेरि रिमा त नहेर्ने मैले बच्चा पाएको इमर्जेन्सीमा पाएको मैले म फेरि आज बिहे गरेर अनि भोलिपल्ट भयो म फेरि नर्स पत्ता निकाल्दैन नर्सले मेरो बच्चा निकाल्छ त्यहाँबाट छोरा कि छोरी सोध्नु त मिल्यो नि छोरी पा खोइ त नि छोरी मैले रुममा सुताइराखेँ अनि खानेकुरा खुलाउनु पर्दैन म दुध हुलाएर आएँ भर्खर भइसक्यो दुध कि गाईको दुध मान्छेको नाइ यस्तो मेरो आएन नि देवेको ए के भयो ल्याक्टोजन खुलाएर आएको ल्याक्टोजन होइन नि ल्याक्टोजन त खुलाएर रुँदैन रुन्छ मम्मी मम्मी भन्छ अलि नुन कम भयो है अलिकति कम भयो तर मिठै छैन आऊ बहिनी यिनले त केही कम्प्लेन गर्दैन क्यारे के गर्दैन किन यतिकै हिजोको ठाउँमा लैजानु पर्ने तिमीहरूले त्यहाँ मिठो हुँदैन जाउँ न त नाइ त्यहाँको भन्दा चाहिँ ठिक छ बरु उदिस ए हो म त धेरै होइन ठिकै छ जाउँ न त भन्दा ठिक्क भयो यो समस्या के हो खानु हुँदैन नानी अहिले अब अलि बार कोरियन सोरियन जेसुकै किम्बाब त हुन्छ नि त किम्बाब क्या तिमीहरू अरू खान्थ्यौ म किम्बाब खान्थेँ नि त मलाई हिजोको जुना दिदी पेट दुखेको बल्ल बल्ल अलिकति कम हुनुला नि फेरि कहाँ खानुहुन्छ त नि अहिले कहिले के त्यो हेर गाइजहरू यस्तो पो छ त सोनी त निको हुनुपर्छ एक हप्ता भएन है एक हप्ता नि भएन अलिक बहुत बार्नु 3-4 दिन भए मैले भनेको 1 महिना भने झन् है यो त समस्या हो त्यहाँ केही भनिनु खाने पर्यो जाने पनि पर्यो सुत्केरीको न्यु पारे टाउको मैले खाएँ भने जस्तो हो कि यिनको खुट्टा चाहिँ खाए दिदीले यिनको पारा थियो टाउको चाहिँ सोल्टिने रे ए सुत्केरी त यता भयो टाउको चाहिँ यता मैले चाहिँ के थाहा छ अन्तर सुत्केरी मान्छेले देखाउनु न सुत्केरी चाहिँ यता है फेरि ओ सुत्केरी यता के अरे के खाने टाउको खाने यता के खुट्टा खाने मैले के खाने अन्तर भुडी बनाए नि यतिकै त अलिअलि नुन कम छ हौ यसमा है मलाई त त्यो देखिरहेको थियो यार माई गॉड खाने हो तिमी त नखाऊ यो नानी मैले यो भनेकै थिएन बनाएको फ्रीमा होला नि त त्यसो भए मिस्टेकली बनाएको चाख्न देख मिठो है तर अस्तिको भन्दा चाहिँ पानी सकाएको है लिनु न र यहाँ भर न बोटल खै बोतलको यसमा छोएर यहाँ छ नि अघि उता घैरोको पानी खानु न राम्रो हुन्न ए ल ल जाकै खानाको हो त हो र होइन ओ
बजारमा लिन जानु हो त त्यहीबाट त पठाइदिनु त होइन त्यहाँ नि हुन्छ सोधिदिनु त यो फाल्नु हुँदैन नि पैसा परेको छ यसमा खान जाने हो रिमा मैले खाइदिएर पर्दैन उसले दिदीलाई खानु मन लाग्यो खान हुन्न कोरियन खाना मन लाग्यो खानु त्यो त मिठो न त्यही त नुडल त हुन्छ नि भने खासै त्यही त हुन्न त्यही त हो नि मन लाग्यो त्यही भएर बिराम भाउ खाना हुन्न इच्छा पुरा गरिदिनु मन लाग्छ त हुन्न खाना कहिले त इच्छा पुरा गर्दा गर्दै ग्रान्ड इन्टरनेसनल पुग्छ होइन पुगिसक्यो है अनि यसरी गरेर सुत्नुपर्छ अनि एउटा कुरा भन्नुपर्ने के अरे मैले हुन्छ भने जान्छ कि जान्न रे मैले हुन्छ भन्यो भने यहाँ जान्छ है फेरि खाना बिरामी भएको त्यही भएर के लाग्छ चटपट मलाई तर अस्तिको भन्दा सबै टेस्टी छ हो तर यस्तो है म पहिलोचोटि आउँदा कस्तो डिफ्रेन्ट थियो है गाईहरू हामी खाएको खै खानु न यो किन राखेको यसरी हेर्नु न त्यस्तै हो भैँसीले घाँस छाने जस्तो हरियो छान्छ नि यो छानेर खाइरह यस्तै खान्छ छान्न त्यही भएर भयो म त खान्न हेलो गाइज हेर्नुहोस् हामी चाहिँ यता बसन्तपुरतिर आएको थियौँ होइन अनि हामीलाई हेर्नु न यहाँ कुल्फी पनि किनिदिएकै छैन मलाई चाहिँ त्यो मड्कावाला कुल्फी खान मन लागिरहेछ अनि त्यो कुल्फी पनि खाना देखाएन यिनीहरूले अनि मैले हुक्का खान्छु भने त्यो पनि खाना देखाएन अनि यहाँको भिडहरू हेर्न सक्नुहुन्छ यस्तो धेरै हुन्छ होइन यो नेपालमा चाहिँ अनि सबै मान्छे विदेश गएर सकिसक्यो भन्छ तर यत्रो किराहरू चाहिँ कहाँबाट उत्पत्ति भइरहेको गाइज यो चाहिँ आज मैले उहाँको फोन मैले ऱ्याक हाने हो अनि मैले चलाएँ आजको यसो भ्लगहरू दिउँ न त भनेर हो गरम रहेछ त्यसरी गरम कस्तो आउँदो रहेछ राम्रो आउँदो हो रहेछ त्यसरी गरम यसरी हेर्न सक्नुहुन्छ हामी कति राम्रो देखायो होला है अलि माथि गरेर यस्तो हो गाइज हेर्न सक्नुहुन्छ यस्तो तपाईँहरूलाई केही चाहियो भने यहाँतिर आउनुहोस् मलाई त बोल्न पनि आउँदैन मेन भनेको अनि यत्रो मान्छे भएको ठाउँमा त झन् कन्फिडेन्ट पनि छुट्टै हो कहाँ गयो यो जन्तेहरू पछाडिबाट आउँदैछ यो झोलेहरू यिनीहरू सबै यो खेपिओलीको मान्छेहरू हो झोलेहरू एक नम्बरको झोलेहरू र मेरो सोल्टिनी यहाँ हुनुहुन्छ फुल जस्तै सोल्टिना अनि काँडा जस्तो उहाँको रिस जतिखेर ठुस्स परिहाल्यो भने त्यस्तो चाहिँ छैन ल अनि के भनौँ ल त भनौँ नि आएन मलाई बानी नपऱ्यो होला मलाई ब्लगमा लोकल रेस्टुरेन्ट बार यस्तै जाने हो आइसक्रिम खानु नपाएर मरन लाग्यो खुट्टा रे म खानी खुट्टा को खानी ए नखानी तिमी खानी नखानी आयो ओए मिल्क टी के यो मडका टी रिफ्रेसर आइसक्रिम टी Oh my god. Lala. एउटा आइसक्रिम खाने यिनीहरू गाइजहरू के मन पर्यो होला ओ सोल्टिनी
के साह्रो हेरेको र घुरेर यहाँनिर माथिबाट परेकोलाई प्यात हाल्नुपर्ने है सेतो तिमीलाई बनाऊ हेर्नु न खाना भनेपछि सबैजना तम्सिन्छ सबैजना खाने भनेर बसेर यतातिर हेर्नु त खाना भनेपछि केही पनि हेर्दैन यस्तो छ कि खाना भनेपछि हेर्नु त है खाना भनेपछि यहाँ यो ग्रुपमा नखाने म मात्रै हो यता हेर्नु नखाने म मात्रै हो सब खाने भनेर तम्सिरहेको खाना भनेपछि हाम फाल्छ यहाँ त खानेकुरा भनेपछि सबजना हाम फाल्छ यहाँ धेरै त उयो पछाडिको दुईजना छ नि उनीहरू हो अनि सेकेन्डमा यता अनि लास्टमा है खानेकुरा हेर्नु न हेर्नु यस्तो हुन्छ तपाईँहरूलाई पनि खानेकुरा भनेपछि खाएको नि हेर्नु न ऊ खाना पनि आउँदैन हेर्नु न म मात्रै नखाने है सोझो मान्छे हेर्नु मलाई त्यो खाएको धेरै हेर्नु हुँदैन के राम्रो आहा म नखाने यता खाने मिल्दैन है म मात्रै नखाने सब खाना भनेपछि हेर्नु त हेर्नु म खाना भनेपछि हाम फालेर उहाँ के अरे खोज्दै आएको थियो उहाँ आइपुगेपछि यता देखेको कि म सब दौडेर कि मान्छेहरू हेरेर के भएछ यिनीहरूलाई के भएछ भनेर म हिँडिरह भने म मात्रै टल्ल पर हेरेर के खानेकुरा भनेपछि त्यस्तो गर्छ हेर्नु सब दौडेर आइरहेको रहेछ एकजना धन्नै लडेको मैले समातेर मात्रै हो एकजना त यस्तो झन् स्कुटीले हानेको नाकको पाल मात्रै देखा होइन होला है हेर्नु न खाएको आम्मा खाने पनि स्टाइल आम्मा ऊ टोपी निकालेको राम्रो आएको छैन होला भनेर क्या हेर्नु न कस्तो राम्रो छ है आम्मा राति झनै राम्रो देख्छ यहाँ यस्तो खतरा छ यस्तोमा आउँदा खानेकुरा त्यसरी के अरे खानेकुरा खानको लागि त्यसो नहुनु है धन्न लडेको यहाँ 3-4 जना म मात्रै नखाने हेर्नु न अघि यहाँ किनेर ल्याएको यहाँ आएर बादरले मकै खाएको जसरी हेर्नु न बसेको हेर्नु न हो बसेको के बिजोको हो यो उसमा बसन्तपुर आएर के बिजोको हो यो खाना भनेपछि हेर्नु त चुसेको यसरी बसेर खाँदैछ ऊ यहाँ किनेर आएको अनि हिँड्दै थकाइ लागेर यहाँ यसरी बसेर खाँदैछ यता दिदी हुनुहुन्छ दिदी चाहिँ बसेर खाएन है म मात्रै नखाने हेर्नु त मलाई माया लाग्दो देखेको छैन तपाईँहरूले हाँसेको हेर्नु न फेरि हाँस्छ उ फेरि हाँसे खाने भन्ने चाहिँ यता हो अनि पछि यता खाएको देखेर यता नि खान मन लाग्यो अरे लायो खानै आउँदैन त्यसरी छेकेर खाने हो खानै आउँदैन खासमा भनौँ भने है बादर जस्तो है बादरले चोरेर खाएको जस्तो रे चोरेर त खाएको होइन कि यो पैसा तिरेखा तर चोरेको चाहिँ होइन बसा हेर्नु न यहाँ टुप्लुक्का खाना जन्मेको हौ खाऊ खाना जन्मेकै हो कहिले खाना पाउँदैन अब यसरी नै खाऊ खाना जन्मेकोहरू बसन्तपुर फर्स्ट टाइम आएको म फर्स्ट टाइम यति धेरै भिड छ फेरि यतातिर आउनु होला को आउने आयो भने म हुन्छ कैसा लगा मेरा मजाक अब सिकाएको र हेर्नु न हौ मलाई सिकाउनुपर्छ म आफैलाई आउँछ खासमा भन्नुपर्दा मैले के भन्दो रहेछ भने त्यसरी गरेको यसरी हो के अरे
हेलो गाइज, अब हामीहरू चाहिँ जान लागेको अवस्था। घरमा अहिले त मास्क लगाएर लुकेर बसेको थिएँ, अहिले त गुड नाइट। मेरो घरको म मात्रै होला यस्तो यिनीहरू त 1 मिनेटमै मान्छेसँग त अनि यता चाहिँ फेरि देख्दै हो क्या फेरि पावर के गर्नु अल टाइम पावर भएको मान्छे म जान लागेको अब 1 वर्षपछि मात्रै भेट्ने हो है 1 वर्ष हुन्छ नि 1 वर्ष 1 वर्ष अब पछि 5 वर्षपछि फस्ने अन्तिम नै होला अलि यता फस्ने लास्ट नै होला कहिले तिमीलाई मेरो बेमा भेट मैले उसलाई भेट्दाखेरि त उसको छोरी मात्रै हुन्छ। हैन म बेमा बोलाउँछु नि छोरा बाहिर क्या क्या बात कर रहे हैं बहन जी? म चाहिँ बुढी हुन्छु। रुममा छोरी बाहिर राखेछ हैन रुममा रुममा छोरी बाहिर मेरो रुममा राखेर छिटो छिटो जानु भोक लागिसक्यो होला बिचारालाई कस्तो पख न उनीहरूको आएकै छैन। बालाजी आइपुगेर अझ आऊ भनेर तम्सिएर यहाँ साइडमा लगाएर बस्नु न, अलि यता ल्याएर बस्नु साइडमा। उनीहरूको आउँछ नि हामी पनि जान्दा 1 वर्षपछि भेट्ने अब 1 वर्ष अब नआउने हामी भेट्ने बेरै भेट्ने हो त्यस्तो भनेको यिनीहरूले। होइन 1 वर्ष हो 1 वर्ष 1 वर्ष दसैँ पछि चाहिँ भेट्छौँ लु बाई बाई गाइजहरू, अब हामी सबैजना जाने हो। खै यता हेर न। बाई गरेको हौ हेलो हेलो प्यारी। आफै यता हेर्नु ए भगवान बाई पनि गर्दैन हेर्नु न यस्तो छ मलाई त्यही भएर के अरे ओ गयो नि भनेन त के हो दिलकुमारीको छोरी। ए दिलकुमारीको छोरी त बाई पनि भन्दिनँ त पर्दैन हौ। ए भगवान रोक्नु भने त ज्याकेट नलगाउने हजुर। ओ नानी झन्डै नानीलाई लागेन, ओइ झन्डै त्यो नानीलाई लागेन। हेलो गाइस, हामी चाहिँ फर्किरहेको अवस्था। भेटघाट भयो, रमाइलो भयो, हामी चाहिँ फर्किँदैछौँ गाइजहरू। अघि यताबाट न गाइजहरू, हामी त बसन्तपुर त आएको आइसक्छौँ त घरै हो क्या। अब हाम्रो घर भइसक्यो यहाँ बसन्तपुर चाहिँ, हाम्रो वासस्थान नै भइसक्यो, अड्डा भयो जस्तो है। हेलो गाइस, म चाहिँ भर्खरै आइपुगेको घर। अनि हामीले चाहिँ सामान पनि रिसिभ गरिसक्यौँ। इङ्ग्लिसमा भन्ने हो कि इङ्ग्लिसमा भन्ने? हेलो गाइजहरू, हेलो गाइजहरू, हामी चाहिँ न्यु रोड गएर पनि कता बस पार्क पनि गएर सामानहरू रिसिभ गरेर आइसकेको छौँ। आएर पनि फ्रेस भएर यसो नुहाइधुवाइ गरेर बसिरहेको गाइज। म चाहिँ गाइज म तपाईँहरूलाई चाहिँ मैले के सामानहरू रिसिभ गरेँ म देखाउँछु हजुरलाई है त। Hey guys, we are now just coming and receive this all fruits and vegetable from the Sangha. This all sent Sony mom. इंग्लिश बोलेगा हाँ चल। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।
यिनले चाहिँ यहाँनिर घिरमलाई काट्दैछन् भात पाक्यो अब हामी चाहिँ खाना पकाउने हो गाइसहरू अनि खाना पकाएर भ्याएर बल्ल खाने हो गाइस हेलो गाइस मैले सबै फ्रुट्स काटेर भ्याएँ म र सोनी चाहिँ अब यही खाने हो खाना चाहिँ पाक्दैछ गाइस ट्राई हानौँ है त गाइसहरू बाई बाई आजको भ्लग यति नै हो जस्तो लाग्छ मलाई सी यू जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ